birthday to you. Happy birthday, dear Dika. The pattern is like this. Let's do a close ASMR. Hello everyone, welcome back to my channel. It's me Sunita and I hope you guys are doing well. To my new viewers, welcome to my channel. And right now I have got myself ready to go to Gedu because we went yesterday also in Gedu for some work, and then so that's why we are going. I'm going from here and Babu will come from his office. And today the whole day I was busy cleaning house because it was such a mess. And right now I have packed some stuff to take there, so let me show you guys. So this is what I'll take in Gedu: a packet of beer to Mathiko Didilai because she loves beer, and papar ko sak and local rice from Babu's hometown. So I'm taking these three. 20 minutes later. So I have dropped by at Lapsaka to get a cake for Dika because it's her birthday. So म चाहिँ अघि भ्लग गर्दै गर्दै एकछिन ग्याप भएको छ अनि अहिले चाहिँ म यहाँ घरमा ओइ ओइ म चाहिँ अब यहाँनिर फापरको साग बनाउन आँटेको भेजमा अनि नन भेजमा यहाँ साइडमा ब्याकग्राउन्ड सुनिरहनु भएको छ तपाईँले खेरेक 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 गर्दै अहिले एकछिनमा त्यो पनि म देखाउने छु तपाईँलाई कि मैले कि त्यो के हो भनेर अनि नन भेज आइटम पनि छ आज एन्ड भेजको लागि चाहिँ म यहाँनिर फापर साग बनाउँछु किनकि फापर इज माई फेभरेट फापरको साग चाहिँ सो म यहाँ बनाउन आँटेको अब मैले चाहिँ अघि नै यहाँ काटेर रेडी गरिसकेको छ अनि यहाँ आगोमा पकाउँदैछु म चाहिँ यहाँ गेदो आएपछि चाहिँ हामीले सधैँ यहाँ आगोमै बनाउँछ आगोमा टेस्ट पनि मिठो हुन्छ त्यही लगाइसकेको छु म यहाँ लाउँदैछु प्याज र खोर्सानी यतिको खरिएपछि चाहिँ म यहाँ लाउने छु फापरको साग अनि यो चाहिँ डिफ्रेन्ट टाइप अफ फापरको सागहरू छ लाइक यो चाहिँ पुरानै ग्रिन रहेछ यो चाहिँ मैले पहिला देखेको थिएन नभए चाहिँ फापरको साग अलिकति रेड पनि रेड ग्रिन ग्रिन परिगएको हुन्छ जस्तो लाग्यो चाहिँ म यो चलाउँछु सो अब चलाएर चाहिँ यतिको भएको छ अनि सागहरू चाहिँ अल्टिमेटली फ्राई गर्दा गर्दै घटिहाल्छ अनि यहाँ पानी पनि निस्किरहेछ सो वी डोन्ट ह्याभ टु एड वाटर अनि अब म यहाँनिर चाहिँ अलिकति हल्दी लाउने छु बेसी हुँदैन त्यो के सागहरू यो हुन्छ फापर साग इट्स माई फेभरेट सो वाट फ्याटेक यो चाहिँ पकाइसक्दा अचौ फ्याटेकै हुन्छ नि त आगोले एड सम सल्ट यो बेसी लाउँदिनँ added the tomato. Yes, I've already added the tomato. For more information, your tomato is kind of late. होइन हेर न अब एकछिन छोपिदिन्छु फ्याटेक हेर्नुको लागि त्यहाँदेखि पाक्यो सो मेरो फापरको साग चाहिँ पाक्यो अब विदिन 5 मिनट्स है अनि अब यहाँ चाहिँ रेडी हुँदैछ चिकन यो चाहिँ हो नन भेजको लागि सो अब हाम्रो चाहिँ यहाँनिर नन भेज आइटम स्टार्ट हुँदैछ फर्स्ट यहाँ बेबुल बनाएको चाहिँ वाचिपा बनाउँदैछ अनि यहाँ दादाले चाहिँ करीको लागि काट्दैछ मासु आजको नन भेजको लागि सेफ के भन न अन्त वाचिपा बनाउँदै
आम्मामा चलाएर कति पसिना आएछ सो हाम्रो फाइनली तिते चाहिँ यहाँ रेडी भइसकिसक्यो एन्ड अब यो तिते सकेपछि चाहिँ हामी बनाउने छु यहाँनिर चिकन करी हालत त अन्त मजा आउँदो रहेछ चिकन करी हैन चिकन झोल भन्नु चाहिँ चिकन करी एन्ड चिकन झोल इज सेम यो चाहिँ तिते यो चाहिँ तिते अब हामी यो तिते खाने हो वाचपी अरे वाचिपा वाचपी अरे पाक्यो हौ यहाँ कस्तो दामी अब त खाने पो भुत्ला त नहान्नु न तिते यहाँ कस्तो पर्खिरहेको छ खानुको लागि बा खानु पाउँछ कि भनेर यहाँ यो चाहिँ हो मेरो सेयर अनि यहाँ सबै भाग लगाइसकेको छ अनि यहाँ ड्रिङ्कसँग खाने अरे अन्त हाम्रो वाचिपा चाहिँ एकदम दामी भएको छ अब यहाँनिर सब्जी बनाउँदैछ उसले Meanwhile, अन्त के तिम्रैहरू छ नि आमा मान्छे त क्यान्डल छ आउन यता तर ठुलो छ क्यान्डल आज हामी यहाँ जिकाको बर्थडे सेलिब्रेट गर्न आएको क्यान्डल छैन हुन्छ त्यो हाफ गाइस एउटा कता बनाउनु पर्यो टिकाले कहिले टिकाको यहाँ देखाउँ न स्पेलिङ डी यो म आफूले डी आयो भनेको म त डी यो मम्मीको फोन त यहाँ बस्नु कस्तो दामी स्टार्ट हैन लु सबले गीत गाउनु है एकछिन 1 2 3 Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Dika. Happy birthday to you. काका काकी देऊ न बोटको लगाइदियो नि डाइरेक्ट हैन देऊ न फर्स्ट थ्याङ्क्स बुटको हैन डर लाग्दो छ नि त के डरै लाग्दो छ डर लाग्दो छ नभए यसमा देऊ न अन्त आफ्नो हात हेरेर आफै तर्सिँदो छ यहाँ सबै टिका खानु आएको रे टिकाको केक खानु आएको छु बिप्ना यहाँ आऊ न Happy birthday. कता ठुलो केक त दामी देख्छ होइन मजा रहेछ म खानु पर्यो नि त नि म सबै काट्छु नि सबै खानुपर्छ बाबा मम्मीलाई देन अलिअलि है त्यही त फर्स्ट देऊ भन्छु त्यहाँबाट देन हो त्यो चाहिँ लु हो त्यो केक उयो भएको होइन यस्तो गरेर दिन हुन्छ मम्मीलाई बाबालाई जिन्दगीमा जिन्दगीमा के पहिलोपटक जिन्दगीमा बेसी बेसी रातो पातो होइन यतादेखि के अरे आशीर्वाद दिनु भने तिमी दिने हो तिमीले त खुवाइदेऊ के याद बार्नु पर्छ है त्यो गाह्रो छ तर नि साथ दिनुपर्छ पुरा ऊ पो त्यहाँ उल्टा आशीर्वाद दिने जाने के छ अब मेरो लागि यस्तो राम्रो केक दिएकोमा धन्यवाद यसरी आउनु मान्दैन रहेछ नदिने अन्त मैले हातै दिएँ छैन निटुलाई झन् फर्स्ट दिनुपर्छ छिटो टिका के आएको अनि बर्थडे गर्छ र एटिट्युड भयो त त्यही त निटुलाई
हेर दे लिनुहोस् भन न। ओइ, लिनुहोस् भन। के आएको यिनीहरू Natapacaye apate kekena apati to apate good apati कस्तो लाग्यो सरमले हेर अब बहिनी तिम्रो बहिनी हो अब पुरा दक्षिणा दे त अन्त भाइले नि त अन्त सबैले काट न सबै खाऊ खै त बित्नालाई खुवाइदैन। ए बिब्नालाई खुवाएन बिब्ना कहाँ उता गएछ नि त यता आउ न खुवाइदिए बित्नालाई खुवा। बित्ना र ऊ के भन्छ टुकु टुकु भाइ। कुसो विचार नगर नभन्नु नि त्यस्तो त थाहा पाएन म त थाहा पाएन अरे गाह्रो छ ऊ बिब्नालाई पनि देऊ आँट्छ नि बित्ने यत्रो बिब्नाको हाइटहरू किन आँट्दैन होइन कति हेर दुईजना एउटा सोफा माथि चढेर पनि हेर्दैन रहेछ बिब्नालाई यत्रो सोफा माथि चढिरहेको छ बिब्ना यहाँ भुइँमै छ है अघि थाहा भयो अरे तिमीले चाहिँ अघि थाहा थियो मलाई तर डाउट थियो इच्छा होला। कस्तो डाउटमा मतलब बा अरूको पनि थियो कि बर्थडे मामालाई नि दे। कस्तो लाग्यो यु गट एनिथिङ टु से ह्याप्पी The next day. So guys, this is the next day and म चाहिँ अहिले यहाँ लन्च बनाइरहेको छु बिकज यहाँको दिदी चाहिँ कामदेखि उता उतै हस्पिटल गएको छ अनि उसले लन्च लाँदिन यहाँ घरमै लन्च खानु आउँछु भनेर चाहिँ म यहाँ लन्च बनाउँदैछु। हिजो बेलुका उसले माछा बोनलेस माछा ल्याएको थियो काँडालेस त्यो बसै भएको माछा त्यो बनाउँदैछु म अहिले। यहाँ आगोमा कस्तो मजाले ब्लक ब्लक उम्लिरहेछ अनि अब यो सुप अलिक सुकेपछि चाहिँ त्यहाँदेखि पाक्छ अनि यहाँ भेजको लागि चाहिँ यहाँ निङ्गुरो बनाउँदैछ डिकाले ऊ आफै पनि भ्लगर हो भन्छ तर क्यामेरै फेस गर्न सक्दैन। यहाँ हेर त पुरा हिउँ परिरहेछ तिम्रो त्यहाँ त आज राम्रो सुत्नु पाएन हो नि हाउडे नलाउ न म सँगसँगै उठेको ऊ चाहिँ 9:30 मा अनि यो चाहिँ हामी कस्तो बनाउने हौ फ्राई कि चिज लगेर बनाउने यो निङ्गुरो चाहिँ हामी चिज लगेर बनाउँछु अनि यहाँ मजाले उम्लिरहेछ बाहिर चाहिँ पानी परेर अहिले दिन सफा भएको छ अहिले चाहिँ हामी यहाँ सब्जी बनाएर खाना खान आँटेको। दिस इज द लेफ्ट ओभर अफ चिकन फ्रम लास्ट नाइट डिनर अनि आज लन्चमा चाहिँ यहाँ फिस यहाँ आएपछि त मासु मात्रै पाउँछ खानुको लागि कस्तो मजाले उम्लिरहेछ यहाँ। So guys, I reached home a few minutes ago and right now I'm having tea and on the way I bought khapse which looks like this and inside the pattern is like this. And the first time I had this was in Gomtu when they had a puja and this is basically served in Buddhist puja as a cho and this is known as khapse. I really love the taste and I already had while coming here. Still I want to show you guys, so let's do asmar of this. You can have it as a snacks also. Gourmet. यहाँ चियासँग खानुको लागि ल्याएको हो यो। Let's do a close asmar. That's right, easy, sir.